मर्निङ सबैजनालाई। हामी अब चाहिँ लाग्यौँ विमानबाट बेहुली लिनको लागि एकदम गर्मी खाने ठाउँमा। गर्मी खाने हैन खाइसक्यो। उहाँ त अहिलेसम्म उहाँको रूप आदि परिवर्तन भइसक्यो। मेरो चाहिँ अलिअलि बाँकी छ। बेलुकासम्ममा मेरो यो लिपस्टिक नि हुन्न, टिका नि हुन्न, यो माथिको टिका नि हुन्न, यो के अरे गालाको रातो नि हुन्न, अलिअलि लगाएको क्रिम पनि हुन्न। तर अलि बस्ने साथीहरू पनि हुनुहुन्छ, उहाँको केही हुन्न। उहाँको नि खासै उहाँलाई सनै बजाउन लागि पसिना आउँदो रहेछ। अनि उहाँ पछाडि मेरी सासूको पनि केही हुन्न। के हुन दिदी? मेकअप जान्न के। हजुरको घरमा जान लाग्दा कस्तो लागिरहेछ सासू बजै? खुसी त लागिरह, तर के गर्नु जाने नपाउने के भयो। अनि उहाँनिर रुबिनाजीको पनि जाँदैन मेकअप। अनि दिपाको पनि खासै जान्न होला। दिपाको त मेकअपै देखाए। मेकअप त छैन मेरो। बुनु पनि जान्न, गङ्गा बुनु पनि। अब मेरो चाहिँ अहिलेसम्म यतिको रूप छ। बेलुकासम्ममा जान्छ। उहाँको चाहिँ गइसक्यो। हामी अब यहाँबाट लाग्यौँ बेहुली लिनको लागि।